हेलो एन्ड नमस्ते हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु। अहिलेसम्म म एकछिन बजिरहेको छु फेरि पनि हजुरको माझमा आइसकेको छु नयाँ मिनी ब्लग लिएर। गाइज यहाँ आज रहेको छ मेरो डे 200 मिनी ब्लग च्यालेन्जको 176 दिन। आज चाहिँ टक्क जान सक्नुहुन्छ है, बिहानै टक्क कनिकाको जान सक्नुहुन्छ है, पिठो बनाउँदैछ बाबाले। मेरो काम भनेको चाहिँ टक्क जान सक्नुहुन्छ, बढाल्ने काम त उतापट्टि बढाइसकेको, यतापट्टि बढाल्नु पर्ने छ गाइज। साँच्ची भन्नुपर्दा गाइज होइन, अर्को काम भनेको चाहिँ मेरो बढालेर पानी बोकेर जिन्दगी जाने रहेछ गाइज। के गर्नु, त्यही पानी बोकेर बढालेर जिन्दगी जान्छ भने टक्क मैले भ्लग बनाउनु स्टार्ट गरेको हुन्छ त्यही दुखियालीमा। अनि गाइज आजको हाम्रो काम भनेको चाहिँ टक्क जान सक्नुहुन्छ, यति धेरै गोड्नुपर्ने छ। के गोड्ने हो हजुरहरूले देखिहाल्नु भयो होला गाइज होइन। तर फेरि यो धान गोड्नु जति अल्छी चाहिँ भनेको गाइज होइन, बुढापाकादेखि बच्चालाई सबैलाई अल्छी लाग्छ। के हो गाइज होइन, हजुरहरूलाई चाहिँ अल्छी लाग्दैन गाइज कमेन्ट गर्नु होला। मलाई त झन् गाइज होइन यस्तो अल्छी लाग्छ गाइज होइन। फाइनली गाइज जान सक्नुहुन्छ, खाना पनि पाकिसकेको छ। अनि खाना चाहिँ आज किन ढिलो भयो भने टक्क जान सक्नुहुन्छ, मासु रहेछ नि त त्यही भएर अलिक ढिलो भएछ। त्यही खुसियालमा टक्क ग्याम खाएन। खाना खाइसक्ने बित्तिकै मैले अर्को काम चाहिँ गरिहालेँ। अब यति भन्दै आजको मिनी ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब फलो गर्नु होला सबैलाई। बाई बाई।